पत्रकारहरू, सुरक्षाकर्मीहरू, कर्मचारीहरू सबैलाई धेरै धेरै धन्यवाद। रात दिन अहत्र खटिएर आँखाबाट निन्द्रा आए पनि आँखा चिमचिम गर्दै मार्दै यस्तो दुःखका साथ यति छिटो समयमा यसलाई रिजल्ट दिनका लागि तपाईँहरूले गरेको दुःख, त्यो परिश्रमलाई म अहिले पनि धेरै नमन गर्छु। र पत्रकार साथीहरूले रात दिन र सुरक्षाकर्मीले यति शान्तिपूर्ण रूपमा यो सम्पन्न भयो, मलाई पनि आफै लागेको थिएन। अनि हाम्रा प्रतिद्वन्दी दाजुहरू र प्रतिद्वन्दी दाजुभाइहरू, हामीले एक अर्कालाई जुन हिसाबमा तपाईँको प्रजातन्त्रको मूल्य र मान्यताभित्र बसेर जुन आफ्नो चुनाव प्रचार गर्नुपर्ने त्यतिमा मात्रै सीमित रहेर धेरै ठाउँमा लफडा भएको सुनियो, तर जुनलाई शान्तिपूर्णका साथ सम्पन्न गर्न जुन सहयोग गरिदियौँ हामी सबैले र गरिदिनु भयो विशेष गरेर, त्यसका लागि धेरै धेरै धन्यवाद। र जुम्लाको म आजबाट, हिजोसम्म रापा मान्छे थिएँ, आजबाट म साझा मान्छे। अघिल्लो वर्ष जस्तै कुनै पार्टी नबनी, कुनै दल नबनी, कुनै व्यक्ति विशेष नबनी, सबैलाई समानताका साथ सबैको साझा व्यक्ति भएको छु। र यो विजय ज्ञानेन्द्र साईको मात्रै होइन, जुम्लाको मात्र होइन, कर्णालीको आवाज एकपटक फेरि संसद पुर्याउने अभियान हो। यसका लागि जुम्ली जनता, राजनीतिक दल र विशेष गरेर मेरो अहिले चुनावी कमान्डरका रूपमा रहनुभएका रमानन्द न्यौपानेलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले सोचेका थिएनौँ यो परिणाम आउँछ भनेर। हामीले जुन जनताको विश्वासका साथ रामानन्द न्यौपाने लगायत सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, जय राष्ट्रवाद, जय नेपाल।